सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो गाइस आज पनि धेरै दिनपछि भिडियो लिएर आइसकेको छु होइन। भिडियो पनि खासै केही त छैन, तर एकदमै लङ ग्याप भइसकेको छ कि युट्युबमा भिडियो अपलोड नगरेको नि। सो अहिले चाहिँ बिहानको कति 5-10 भइरहेछ अनि अहिले चाहिँ अर्डर लिएर गइरहेको। सो यसकै क्रममा भिडियो सुट गर्दै जाम भनेर चाहिँ क्यामेरा खोलेको होइन। अनि गाइस भिडियो नहालेको नि लगभग 10-15 दिन पुगिसकेछ होइन। किनकि रिजन भनेको त गाइस यति गर्मी छ नि मोबाइल मोबाइल ड्यासबोर्डमा राख्नै हुन्न क्या। अलिकति नि मोबाइल ड्यासबोर्डमा राख्यो कि कमसेकम 5-10 मिनट हो गाइस टिक्ने त्यहाँ। अनि फेरि लत्तै ओभर हिटिङको प्रब्लम देखाइहाल्छ क्या। सो अब गाडी चलाउने बेला चाहिँ यसरी ह्यान्डमा क्यामेरा क्यारी गर्न अनि मिलेन होइन। अहिले चाहिँ बिहानको टाइम छ, 5 बजिरहेको छ। अहिले चाहिँ ओभर हिट हुनेको अब चान्सै छैन होइन। चिसो छ अहिले चाहिँ, खासै चिसो त होइन तर दिउँसो भन्दा नि नर्मलै छ। त्यही भएर अहिले सजिलो भइरहेछ होइन। सो गाइस आजकल भिडियो चाहिँ त्यही भएर अलिक कम्ती आएको, न भ्युज आउँछ न केही। तर एउटा त्यो चाहिँ हो होइन, यो क्यामेराको फोकसिङ चाहिँ बिग्रेछ है त्यो घामले गर्दाखेरि। सो म चाहिँ फोकस मिलाउँ मिल्दैन त। अब यो घाम नगइकन त हुँदैन रहेछ क्या हो। अब अब चाहिँ हुन्छ कि फोकस लक भएछ। ओह सरी, यो फोकस मिलाउँदा होइन ऊ त्यो साइडको गाडी नै ठोक्ला जस्तो भइसक्यो। सो यो चाहिँ एकदम केयरलेस हुन्छ यार। सो गाडीमा पेट्रोल पनि छैन, पेट्रोल चाहिँ कहाँ गएर हाल्ने हो। पेट्रोल यति धेरै काट्छ होइन, यहाँ यति धेरै काट्छ। यो एउटा पनि पैसा छैन हौ, खालि फोकटिया कार्ड हो त्यो चाहिँ। भएको भए त हाल्न मिल्थ्यो नि, छैन। सो अहिले चाहिँ यहाँ सिग्नल लिएर कुरिरहेको। यो सिग्नलमा चाहिँ क्यामेरा चाहिँ चारैतिरबाट यस्तो छ क्या। एउटा क्यामेरा हानेर फेरि देख्छ केटी। त्यही भएर नि अलिक डर चाहिँ बेसी नै लाग्छ क्या यहाँ। सो रिजन त थाहा पाउनु भयो होला नि भिडियो किन आउँदैन। अब दिउँसोतिर क्यामेरा खोल्नै हुँदैन। अनि ड्युटी भनेको जहिले त्यही दिउँसो 12-1 बजीदेखि स्टार्ट हुन्छ। आज चाहिँ सिफ्टै मतलब पाएर आज चाहिँ बिहानको ल्याएको थियो क्या। सो त्यही भएर आज एउटा भिडियो सुट गरौँ भनेर चाहिँ क्यामेरा खोलेको हो। अनि यो साइडमा चाहिँ यति ठुलो बस छ कि त्यो गाडीले झन्डै ठोकेको। त्यो पनि गल्ती मेरै थियो, म चाहिँ मोबाइल एडजस्ट गर्न लागेछ, उता चाहिँ गाडी अर्कै लाइनमा गइदिएर क्या। सो त्यही भएर यसरी हात देखाएको अनि त्यसले नि हेरेर चुपचाप गएछ। भन्यो होला नि यो बोलाइरहेछ भनेर। सो गाइस सिग्नल पनि खुलिसक्यो र हामी चाहिँ अब अगाडि बढ्ने हो। अनि गाइस गाडी पनि क्या 22,222 किलोमिटर गुडिसकेछ अहिले चाहिँ। अस्ति भर्खर सर्भिस गराउनु त गराएकै हो, तर अहिले चाहिँ सनसेट चाहिँ दामी देखिरहेछ होइन देख्न त, तर फोकसिङमा चाहिँ अलिक प्रब्लम गरिरहेछ। सो पछाडि चाहिँ देख्न सक्नुहुन्छ होइन, त्यहाँ चाहिँ मेरो पछाडि क्या, यता उता पछाडि होइन, उता त अगाडि भइहाल्यो नि। यता साइडमा क्या अस्ति आगो लागेको बिल्डिङ नि यहीँनिर छ क्या। यो टिकटकमा अस्ति खुब भाइरल भइरहेको थियो त। यो अलिकति टर्निङ लिनुहुन्न कि मोबाइल त यस्तो गइहाल्छ क्या। सो उता मेरो पछाडि भइसक्यो अहिले चाहिँ पुरै कति ठुलो आगो लागेको। अनि एउटा मान्छे त पुरै नाङ्गै झरिरहेको थियो माथिबाट। अब बिचरा नुहाइरहेको थियो होला, अचानक आगो लाग्यो होइन, के गर्छ त त्यस्तो सिचुएसनमा। आजकल त मलाई नि डर लाग्छ हो यहाँ चाहिँ, किनभनेपछि बेसी नै आगो लाग्ने कि बेसी नै आगो चाहिँ कहाँ लाग्छ बढी भनेपछि होइन, जहाँनिर त्यो खार्जीहरू बसिरहेको हुन्छ नि, जस्तै हामी बाहिरको मान्छेहरू त्यो एरिया हुन्छ कि एउटा, त्यस्तो एरियामा मात्रै आगो लागेको सुन्छ क्या। अनि कुबिटीहरू बस्ने मतलब यहाँको लोकल मान्छेहरू बस्ने गाउँतिर चाहिँ कमै लागेको देखिन्छ क्या। तर यो बाहिरबाट आएको मान्छेहरूको लागि बस्ने एरिया बेग्लै हुन्छ होइन। तर त्यो एरियामा चाहिँ खै कस्तो हुन्छ, आगो चाहिँ बेसी नै लागिरहेको हुन्छ क्या। कहिले उता क्या। अनि आगो पनि यति जोरले लागिसक्यो हुन्छ अनि मात्रै त्यो दमकलहरू पुग्छ क्या त्यहाँ पनि। यहाँको सिस्टम पनि अलिक ढिलै छ कि क्या हो जस्तो लाग्छ। आगो चाहिँ ओभरै लाग्छ यहाँ। अहिले गर्मीको मौसममा त झन् लाग्छ क्या, चिसोको मौसममा चाहिँ त्यति देखिँदैन। गर्मीको मौसममा चाहिँ खै कहाँबाट लागेको छ आगो पनि। कहिले त अब वायर सर्टेज यताउता भएर नि लाग्छ होला होइन।
अनि कहिले चाहिँ कसैको ग्यास बन्द गर्न बिर्स्यो यताउता बिर्स्यो त्यस्तो कारणले नि लाग्छ कतै ग्यास पड्किदिइरहेको हुन्छ आजको चाहिँ फर्स्ट अर्डर चाहिँ धेरै टाढा चाहिँ छैन नजिकै छ सो आजभोलि चाहिँ यो गर्मीको दिनमा चाहिँ डर भनेको त अति लाग्छ कि एक त गर्मीमा घाम मर्यो होइन अनि घाम मरिसकेपछि चाहिँ माथिबाट उता रुमतिरको टेन्सन आगो लाग्ला कि भन्ने खै के हो यहाँ त 24 घन्टा टेन्सनै टेन्सन हुन्छ आज पनि कति 5 बजेदेखि ड्युटी थियो अनि अघिको ड्युटी चाहिँ भर्खर 12 बजे भ्याउन लाग्थ्यो अनि यताउता गरेर चाहिँ कति 2 बजिसकेको थियो अब 2 अनि 3 4 5 3 घन्टामा के सुत्छ भन्छ यत्तिकै मोबाइल हेरेर फेरि ड्युटी आएको सो आजभोलिको ड्युटी चाहिँ बाहिर काम गर्नेहरूलाई चाहिँ सिफ्ट मिलाएको हुन्छ कति 10 11 12 कति बजीसम्म हुन्छ अनि फेरि छुट्टी हुन्छ अनि बेलुका खै गर्छ कि गर्दैन नभए बाहिर गर्नेहरूको ड्युटी प्राय नाइट नै हुन्छ क्या आजकल गर्मीमा के गर्मी भने अब्बरै हुन्छ बाइक राइडरहरूलाई नि त्यस्तै हो घाममा त गर्दैन उनीहरू सो आजभोलि गर्मीको मौसममा एकदमै अप्ठ्यारो गाडी बिग्रिने अलिकति टायरहरू पङ्चर भयो भने चेन्ज गर्दा गर्दै मान्छे पसिना पसिना भएर फ्याक हुन्छ उता गाडीको एसी बिग्रियो त्यो प्रब्लम साह्रै प्रब्लम सो गाइस आजको भिडियो चाहिँ यति नै गरौँ अब के गर्ने टाइम त्यस्तै हो एडिट गर्ने टाइम पनि मिल्दैन आजभोलि त झन् के भन्छ कडा इङ्ग्लिसमा भन्नै आएन कडा भइरहेछ क्या यो कम्पनी सो काम चाहिँ ओभरै गरेर दिनुपर्छ अरे सो त्यही भएर कामतिर अलिअलि ज्यादै ध्यान छ अब फाइदै हुँदैन हामीलाई त फाइदा भनेको त्यही कम्पनीलाई हो सो गाइस भिडियो चाहिँ एन्ड गर्छु यहाँनिर अनि भेटौँला अब कुनै दिन अर्को दिन जब भिडियो सुट हुन्छ चिसो महिनामा सो अहिलेलाई चाहिँ बाई भेटौँला नेक्स्ट भिडियोमा सी यू